हेलो गाइस, नमस्कार। तो जंगल सफारी यहाँ पर पच भैया वन उपभोक्ता समिति मार्फतको यो वन हो। यस्तो दामी वन छ, यस्तो दामी वन छ। कटुस फल्ने सिजन छ गाइस। कटुस खान मन लाग्यो भने आउनुहोस् है। यस्तो सिँढी हेर्नुहोस्, यस्तो दामी बाटो छ। त्यो जङ्गलको बिचमा सिँढी बाटो है, एकदम हिँड्नको लागि उपयुक्त ट्रेकिङ गर्ने ठाउँ हो यो। सबैजना आउनु होला है। हाम्रो देउराली मन्दिरबाट सिधै तल आएपछि सिँढी जङ्गल सफारी गर्न पाइन्छ। जो चाहिँ प्रकृतिसँग रमाउन इच्छुक हुन्छ यो बाटो आउनु होला। हेर्नुहोस् ताल, देख्नुहोस् ताल है। एडभेन्चर रोड इन पोखरा 31 देख्नुहोस् ताल पछि भैया। त्यो गाइस दसैँको बेलामा म आज जङ्गल सफारी हिँडिरहेको छु गाइस। कटुस यस्तो बाटोमा खसिरहेको छ। एकदमै मिठो चिज हो यो कटुस भन्ने कुरो। स्वास्थ्यको लागि एकदम ठिक हुन्छ कटुस। हेर्नुहोस् गाइस, यो हो हाम्रो बेग्नस ताल। ओ माई गड, जङ्गलको बिचमा पनि घर रहेछ त। ल हेर्नुहोस् त गाइस, परापूर्व कालदेखिको घर यहाँ जङ्गलको बिचमा घर देखेँ है गाइस। हेर्नुहोस् सबैजनाले। वाव, दिस इज बेग्नस ताल। के गाइस, अहिले म कहीँ एडिट गर्न चाहन्छु है यो भिडियो। पहिलाको घर हेर्नुहोस्, यो ब्युटिफुल घर। तालको यस्तो छेउमा घर हुन्छ भनेर मैले मतलब देखेँ। इभिल घर, इभिल घर। Okay, गाइस।